हेलो एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई हाम्रो यो मेरो दोकान सफ्टवेयरमा चाहिँ कसरी प्रोडक्ट बनाउने, कसरी रेटहरू हाल्ने भन्ने कुरा चाहिँ सिकाउन गइरहेकी छु। त्यसको लागि चाहिँ फर्स्ट अफ अल हजुर यो मोर भन्ने अप्सन देख्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नुहोला र क्लिक भइसकेपछि सेटअपभित्र यहाँ हजुरले देख्न सक्नुहुन्छ प्रोडक्ट भन्ने अप्सन, प्रोडक्टमा जानुहोला र गइसकेपछि अहिले हामीसँग कुनै पनि प्रोडक्ट नभएको हुनाले प्रोडक्ट लिस्टमा चाहिँ 0 खाली देखाइरहेको छ। अब हामीलाई चाहिँ नयाँ बनाउनको लागि चाहिँ हामी यहाँ हजुरले देख्न सक्नुहुन्छ प्लस न्यू प्रोडक्ट भन्नेमा यहाँ क्लिक गर्नुहोला र क्लिक भइसके पछाडि हजुरले यहाँ देख्न सक्नुहुन्छ नेम, युनिट, अल्टरनेटिभ युनिट, क्याटेगोरी, ब्रान्डहरू अनि पर्चेज रेट, सेल्स रेटहरू यसरी चाहिँ हजुरले हाल्न सक्नुहुन्छ। जस्तै कि मैले प्रोडक्टको नाम हालेँ, जस्तै कि मैले बेसार हालेँ, बेसार 20 ग्रामको हालेँ सानो पिसमा। अनि यसको युनिट चाहिँ हामीले सबभन्दा सानो युनिट हाल्नुपर्छ। सबभन्दा सानो बेसार केमा हुन्छ भन्दाखेरि पिसमा हुन्छ। सो मैले पिसमा क्लिक गरेँ। यदि पिस बाहेक अरू अप्सनहरू पनि हुन सक्छ भने हजुरले यहाँ प्लस भन्ने बटन देख्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नुहोला र नेम हालेर क्रिएट युनिट गर्नुभयो भने हजुरको युनिट चाहिँ यहाँ लिस्टमा देखिन्छ। जस्तै कि मैले अहिले पिस नै हालेँ। अब अल्टरनेटिभ युनिटमा क्लिक गर्नुहोला र अल्टरनेटिभ युनिटमा हामीसँग केजी छ, पिस छ, बक्स छ, तर हामीलाई चाहिएको के छ, हामीलाई चाहिएको प्याकेट छ। अब प्याकेट यहाँ छैन, हामीलाई नयाँ बनाउनु पर्यो भने हामी यहाँ प्लसमा जान्छौँ र प्याकेट सर्च गर्छौँ र यहाँ हजुरले देख्न सक्नुहुन्छ क्रिएट युनिट। यदि डिस्क्रिप्सन केही छ भने लेख्न सक्नुहुन्छ, छैन भने हजुरले नराख्दा पनि हुन्छ। अब क्रिएट युनिट गरिदिन्छौँ। हाम्रो युनिट चाहिँ सक्सेस भयो, क्रिएट भयो भन्यो। अब फेरि अल्टरनेटिभ युनिटमा गएर हामीले यहाँ अघि बनाएको हाम्रो यहाँ प्याकेट यहाँ आयो, यो प्याकेटमा क्लिक गर्छौँ। अल्टरनेटिभ युनिटमा चाहिँ हजुरले सबभन्दा ठुलो आइटममा हाल्नुपर्छ, जस्तै कि बक्समा हुन्छ कि कार्टुनमा हुन्छ कि बोरामा हुन्छ केमा, त्यसरी चाहिँ हजुरले यहाँ हाल्न सक्नुहुन्छ। जस्तै कि अब कन्भर्जन रेटमा चाहिँ के भनेको छ भने एक प्याकेटमा चाहिँ कतिवटा पिस हुन्छ भनेको छ। जस्तै कि एक प्याकेटमा चाहिँ कतिवटा पिस हुन्छ भन्दाखेरि 20ले बेच्ने आइटम चाहिँ 20वटा हुने भएको हुनाले मैले 20 हालेँ। र क्याटेगोरीमा क्लिक गर्नुहोला। क्याटेगोरीमा यो के आइटममा पर्छ भन्दाखेरि यो फुड आइटम होइन, यो मसला आइटममा पर्छ भने यहाँ प्लस बटनमा जानुहोला, मसला क्रिएट युनिट गरिदिनु होला, ओके भयो। अब क्याटेगोरीमा गएर मसलामा क्लिक गर्नुहोला। अब ब्रान्ड अहिले हामीसँग छैन, अब हामीले नयाँ बनाउनु पर्यो भने फेरि यहाँ साइडमा रहेको प्लस बटनमा क्लिक गर्नुहोला। जस्तै कि ब्रान्ड श्रीयन्तु, अब क्रिएट गरिदिनु होला, ओके। अब ब्रान्ड सेलेक्ट गर्नु होला। अघि हामीले बनाएको ब्रान्ड यहाँ रेडी भइसकेको छ श्रीयन्तु, यहाँ क्लिक गर्नु होला र ग्रुपमा यो र मेटेरियल हो कि फिनिस गुड हो कि फिक्सेसरी हो भन्दाखेरि यो चाहिँ सबै प्राय प्रोडक्ट चाहिँ फिनिस गुड हुने भएको हुनाले फिनिस गुडमा क्लिक गर्नु होला। फेरि टाइप्समा जानु होला, यो इन्भेन्ट्री आइटम हो कि सर्भिस आइटम हो भनिरहेको छ, यो चाहिँ इन्भेन्ट्री आइटम हो, इन्भेन्ट्रीमा क्लिक गर्नु होला र हजुरले यहाँ देख्न सक्नुहुन्छ पर्चेज, सेल्स, एमआरपी। अब हजुरले यहाँ पर्चेज रेट राख्नुपर्ने हुन्छ। जस्तै कि मैले अहिले बेसार बनाएको छु भने मैले बेसारको पर्चेज रेट राख्ने हो। पर्चेज रेट चाहिँ यो 15। हामीले पर्चेज रेट हाल्दाखेरि चाहिँ सबैभन्दा सानोबाट प्याकेट पिसबाट हाल्नुपर्ने हुन्छ। बेसारको चाहिँ मैले सबैभन्दा सानो युनिटबाट यो पिसको रेटले चाहिँ मैले यो राखेको हो, किनकि हामीले पर्चेज गर्दाखेरि चाहिँ हामीले प्याकेटमा, बक्समा, ठुलो युनिटमा गर्छौँ भने बेच्दाखेरि हामीले सानो सानो युनिटमा बेच्ने भएको हुनाले हामीले रेट राख्दाखेरि चाहिँ जहिले पनि सबैभन्दा सानो युनिटबाट चाहिँ रेटहरू राख्नुपर्ने हुन्छ। जस्तै कि अब सेल्स रेटमा चाहिँ यो कतिमा सेल्स गर्ने हो भन्दाखेरि यो 20ले बेच्ने हो र यसको एमआरपी कति छ भन्दाखेरि यसको एमआरपी पनि 20 छ। अब यदि डिस्क्रिप्सनमा केही लेख्नुपर्छ भने हजुरले लेख्न सक्नुहुन्छ, यदि छैन भने हजुरले नलेख्दा पनि भयो। एकचोटि रिमाइन्ड गराम, हजुरले सुरुमा आफ्नो प्रोडक्ट के छ त्यसको नाम हाल्नु होला, युनिटमा सबैभन्दा सानो त्यो प्रोडक्टको युनिट के छ त्यो हाल्नु होला, अल्टरनेटिभ युनिटमा सबभन्दा ठुलो युनिट के छ त्यो हाल्नु होला। यदि छैन भने हजुरले यहाँ प्लस बटनमा गएर बनाउन सक्नुहुन्छ। र अर्को छ कन्भर्जन रेट। जस्तै कि मैले एक प्याकेटमा यति पिस हुन्छ भनेर यहाँ हालेँ भने हजुरको पनि प्रोडक्टहरूमा होला बक्सामा यति कार्टुन होला, यति पिस होला यो बक्साभित्र भन्ने यसरी के हुन्छ हजुरको यो रेटहरू पनि, रेट होइन हजुरको यो युनिट पनि हजुरले यहाँ हाल्न सक्नुहुन्छ। एक प्याकेटभित्र 20 पिस हुन्छ भनेर मैले हालेँ। र अर्को यो चाहिँ क्याटेगोरीमा चाहिँ के अन्तर्गत पर्छ भन्दा यो मसला अन्तर्गत पर्छ। यदि हजुरहरूको के प्रोडक्ट छ त्यो अन्तर्गत हजुरले राख्न सक्नुहुन्छ। यदि छैन भने यहाँ प्लस बटनमा गएर बनाउन सक्नुहुन्छ। त्यसै गरी ब्रान्ड मैले यो श्रीयन्तुको ब्रान्डको बनाएँ भने अब हजुरले
जुन जुन ब्रान्डको प्रोडक्ट बनाउनुहुन्छ त्यही अनुसारको ब्रान्डहरू सिलेक्ट गर्नु होला। अहिले तल आइसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यो फिनिस गुड हो कि र मेटेरियल हो कि फिक्स एसेट हो भन्यो। हजुरले जुन प्रोडक्ट बनाउनुहुन्छ त्यो अनुसारको चाहिँ फिनिस गुड हो कि र मेटेरियल हो कि फिक्स एसेट हो त्यो अनुसारको हजुरले प्रोडक्टहरू बनाउन सक्नुहुन्छ, सेलेक्ट गर्न सक्नुहुन्छ। र यो चाहिँ इन्भेन्ट्री आइटम हो कि सर्भिस आइटम हो भन्दा मैले इन्भेन्ट्री आइटम हालेँ। हजुरको सर्भिस आइटम हो कि इन्भेन्ट्री आइटम हो त्यो अनुसार सेलेक्ट गरेर हाल्न सक्नुहुन्छ। र पर्चेस रेट, सेल्स रेट र एमआरपी चाहिँ मैले सबभन्दा सानो युनिटबाट हालेँ, सानो पिसबाट हालेँ। र यदि डिस्क्रिप्सनमा केही छ भने लेख्नु होला, छैन भने चाहिँ हजुरले यहाँ तल देख्न सक्नुहुन्छ क्रिएट प्रोडक्टमा क्लिक गरिदिनु होला। हाम्रो प्रोडक्ट चाहिँ क्रिएट भयो, सक्सेस भयो भन्यो। यसलाई ओके गरिदिनु होला। र हजुरले यहाँ देख्न सक्नुहुन्छ प्रोडक्ट लिस्टमा चाहिँ हाम्रो बेसार बनेर रेडी भइसकेको छ। र यसलाई चेन्जहरू गर्नु पर्यो, यसको रेटहरू चेन्ज गर्नु पर्यो भने हजुरले प्रोडक्टमा यहाँ बेसारमा क्लिक गर्नु होला। हजुर डाइरेक्ट एडिट अप्सनमा खोल्नुहुन्छ र हजुरको के एडिट गर्नुपर्ने छ एडिट गरेर एडिट युनिटमा एडिट प्रोडक्टमा क्लिक गर्नु होला र हजुरको प्रोडक्ट फेरि एडिट हुन्छ। र यो हजुरको लिस्ट अहिले थोरै छ, पछि धेरै भइसकेपछि हजुरलाई खोज्न टाइम लाग्छ भने यहाँ सर्च भन्ने अप्सन छ। यहाँ सर्च भन्ने अप्सनमा चाहिँ हजुरले गएर सर्च गर्न सक्नुहुन्छ। यसरी नै हजुरको जति पनि प्रोडक्टहरू छन् पसलमा, हजुरको स्टोरमा सबै सामानहरू चाहिँ हजुरले यसरी नै हेरेर गर्न सक्नुहुन्छ।